यो वर्ष कागतीको मूल्य नगएर यत्रो ठुल्ठुला भएका कागतीहरू सबै ढालिएको छ। कागतीको मूल्य नजाँदा त यस्तो पो हुँदो रहेछ। यो वर्ष जम्मै 20 रुपियाँ किलो गएको कारणले, यसमा भविष्य नदेखेको कारणले सबै कागती बारीहरू यसरी मेसिन लगाएर गर्ने अरू विकल्पहरू अपनाउने अनि अरू कृषि गर्ने, यसमा चाहिँ फाइदा भएन भनेर ठानेछन्। अरू कृषिले उठाउला त भन्ने कुरा छ, तर काउली लाउने भने चाहिँ एक सिजन उठाउँछ, योभन्दा धेरै भेडीले पनि